ओडिआई बलिङ र्याङ्किङमा सन्दीप लामिछानेको 15 स्थान सुधार। नेपाली राष्ट्रिय क्रिकेट टोली स्पिनर सन्दीप लामिछाने आइसिसी ओडिआई बलिङ उपरितामा 15 स्थान सुधार गरेका छन्। आइसिसीले मङ्गलबारसम्मको अपडेट राखी बुधबार अद्यावधि गरेर नयाँ वरिताअनुसार सन्दीप 48औं स्थानबाट 43औं स्थानमा उक्लिएका छन्। उनको रेकर्ड अङ्क बढेर 488 भएको छ। घरेलु मैदानमा भएको लिग 2 श्रृङ्खलामा सन्दीप शानदार प्रदर्शन गरेका थिए। श्रृङ्खलाका 4 खेलमा उनले 8 विकेट लिए, निकै किफायती समेत रहे। युएईसँगको पहिलो खेलमा सन्दीपले 10 ओभरमा 25 रन मात्र दिए 2 विकेट लिएका थिए। ओमनसँगको खेलमा 10 ओभरमा 24 रन दिएर 2 विकेट लिएका थिए। युएईसँगको दोस्रो खेलमा 8 ओभरमा 36 रन दिएर 3 विकेट लिए। ओमनसँगको दोस्रो खेलमा 8.5 ओभरमा 30 रन दिएर 1 विकेट लिए। बलिङ बढेता अन्य नेपाली खेलाडीहरू भने खसिएका छन्। ललित 4 स्थान तल झरेको 65 स्थानमा छन् भने करण केसी 5 स्थान खसिएको 10 स्थानमा छन्। दिपेन्द्र सिंह एरीले भने ओडिआई वरियतामा ठुलो फड्को मारेको छ। नेपाल क्रिकेट टोलीको उपकप्तान दिपेन्द्र सिंह एरी आइसिसी ओडिआई अलराउन्डर वरियतामा 12 स्थानमाथि उक्लिँदै 21औं स्थानमा पुगेका छन्। घरेलु मैदानमा सम्पन्न आइसिसी लिग 2मा उत्कृष्ट प्रदर्शन गरेपछि उनको वरियता यो सुधार आएको हो। उक्त श्रृङ्खलामा 4 खेलमा दिपेन्द्रले 1 शतक र 2 अर्धशतकसहित शानदार ब्याटिङ गर्नुका साथै 4 विकेट समेत लिएका थिए। यो प्रभावशाली प्रदर्शनसँगै उनको रेटिङ अङ्क 148 पुगेको छ। ओडिआईमा फड्को मारे तापनि टी20 अलराउन्डर वरियतामा भने उनी 4औं स्थानमा यथावत छन्। उनको यो उपलब्धिको नेपाल क्रिकेटको थप उत्साह थपेको छ। क्रिकेटर आरिफ शेखलाई नेपाली प्रहरीले पद उन्नति दिएको छ। यसअघि प्रहरी जवानको रूपमा रहेको शेख अब सहायक हवल्दार पदमा पदोन्नति भएको छ। आरिफले नेपाल प्रहरी क्लबको कप्तानको रूपमा जय ट्रफीमा 2 उपाधि तथा प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेका छन्। साथै नेपालको प्रतिनिधित्व गर्दै टी20 विश्वकप खेल्दै देश र सङ्गठनको नाम उच्च बनाएको योगदान कदर रूपमा उनलाई पदोन्नति गरिएको हो।